नमस्ते साथीहरू। आज हामी चाहिँ जाडो समयमा जाडो मौसम चलिरहेको छ काठमाडौँमा, त्यसैले हामीले चाहिँ आज गुन्द्रुक भटमास आलु बनाएर खाने निदो गरेका छौँ। तपाईहरू पनि हेरेर इन्जोय गर्नुहोला है। हामीले चाहिँ गुन्द्रुक भटमास आलु प्याज टमाटर धनियाँ अनि अलिकति मकैको पिठो लिएका छौँ। पिठोले चाहिँ झोल अलि बाक्लो बनाउँछ, त्यही भएर हामीले मकैको पिठो पनि लिएका छौँ है साथीहरू। ल आज हाम्रो श्रीमतीले मेरो बुढीले गुन्द्रुक भटमास आलुको रस बनाउँदैछिन् है। भटमास फ्राई गर्न लागिरहेको छु। भटमास चाहिँ हामीले एकछिन फ्राई गरेर अनि हामीले निकाल्छौँ है। भटमास अलमोस्ट रातो भयो, ब्राउन हुन्छ। यो पाकिसकेको छ, भुटिसकेको छ, अब यसलाई हामी निकाल्छौँ। यो चिसो मौसममा आज गुन्द्रुकको सुप अनि यो गुन्द्रुक पनि के छ, हामी आफैले बनाएन बुढी? आफैले बनाएको गत साल है। साग किनेर ल्याएर बनाएको हामीले चाहिँ गुन्द्रुक आफैले बनाएको गुन्द्रुक हो। साह्रै मिठो अमिलो छ। सिलौटोमा पिनेको टेस्ट छुट्टै हुन्छ होइन? हो नि, त्यही भएर हामी चाहिँ सधैँ सिलौटोमै पिसेको जिरा धनियाँ लसुन खान्छौँ। टेस्ट नै फरक हुन्छ, मिठो खाले हुन्छ, त्यही भएर सिलौटोमै पिसेर खान्छौँ। हाम्रो पुर्खाहरू पनि सिलौटोमा होइन, ढिकी जाँतोमा घट्ट भन्थ्यो, त्यस्तोमा हुर्क्यो। त्यही त।
जिरा धनियाँ हाल्ने बुढी अब हामीले भटमास पनि हाल्यो गुन्द्रुक पनि हाल्यो अब यो जिरा धनियाँ हाल्दैछौँ है एकछिन भुट्छ यसलाई अनि पानी हाल्छु हामीले यसमा गुन्द्रुक चाहिँ छिटो मिठो तयार हुने तरकारीमा पर्छ एकदम छिटो पनि मिठो पनि हुन्छ हामी पानी हाल्दैछौँ है एकछिन पकाउँछु मकैको पिठो हाल्दैछौँ यो झोल अलिअलि बाक्लो होस् भनेर मकैको पिठो हालेर एक चम्चा के छ हाम्रो कौशी गार्डनमा के फल्दै रहेछ अहिले कडी पत्ता हेर्नुस् त कति राम्रो भएको छ यसलाई चाहिँ कडी पत्ता भन्छ यसको पात चाहिँ तरकारीहरुमा हालेर खाइन्छ कस्तो राम्रो भएको छ पानी हाल्न बेला भइसक्यो अब पानी हाल्नुपर्छ यो चाहिँ अर्गानिक मल बनाउने बट्टा हैन कुइनिक कुरा कम्पोस्ट मल बनाउने भाडो हो यो सिमी घिउ सिमी उम्रिरहेको छ यो राएको गोलीमा फुल्दैछ यो लसुन कौशी खेती गरेका छन् लसुन भइहाल्यो अलिअलि यो मुलाको काउलीको हैन लसुन र धनियाँ लसुनको पत्ता हरियो लसुनको र धनियाँ हाल्दैछौँ यसले चाहिँ लसुनको पत्ताले खुब टेस्ट दिन्छ लसुन र धनियाँको पत्ता अब अलमोस्ट पाक्यो हैन बुढी यो रेडी भइसक्यो अब हामीले यसलाई अर्को भाँडामा हालेर खानासँग खानेछौँ आज जाडोमा तातो तातो गुन्द्रुक र आलु भटमास बनाएका छौँ यो हेल्दी पनि टेस्टी पनि हुनेछ टेस्टी होला जस्तो देखाएको छ है बुढी साह्रै टेस्टी होला जस्तो छ अब यो पाकिसकेको छ अब यसलाई आलु पनि पाकिसकेको छ अब यसलाई हामी अर्को भाँडामा खनाएर हजुरहरूलाई देखाउँछौँ है त पाक्यो भने त बुढी अब पाक्यो अब यसलाई खनाएर हामी खानासँग
जे भने आज अर्ग्यानिक खानेकुरा है गुन्द्रुक आलु भटमास तपाईहरु पनि एकपल्ट बनाएर टेस्ट गर्नु होला ट्राई गर्नु होला ल ल ल बाई